बवाल हान्नु पर्छ गाइस यो ल गाइस अहिले बिहानको 7 बज्न लागिरहेको छ अहिले म र डिग्रिस मात्रै छु है यता त्यो एकजना डिग्रिसको साथी चाहिँ आउँदैछ यता हामी तीनजना मिलेर उता चौबारतिर जाने अनि चौबारमै सबजना भेला भएर आज चाहिँ राइड जानुपर्छ है गुड मर्निङ एभ्रिवान दिस इज सञ्जीव महर्जन है यो बवाल हान्नुपर्छ गाइस आज है सब्सक्राइब गर्नु पर्यो है डिग्रिस महर्जन 46 लाई है गाइस विली त बवाल हान्छ नि त ब्रोले ल है गाइस अहिले हाम्रो ब्रो पनि आइसक्यो MT-15 मा अब जानुपर्ने हुन्छ गाइस हामी है अब हामी चौबारतिर लाग्ने हो गाइस लगाइज अब हामी चाहिँ निस्कन लाग्यो यता चौबारमा चौबारबाट बवाल बवाल आमा खतरा खतरा यो अन्त बवाल बवाल हाम्रो केटोले लगाइज है हाम्रो लाइन अब यति नै हो बवाल हान्नु पर्छ गाइस यो भर आइरहेको है गाइस यो एमपीमा चाहिँ है भित्र एमपीमा खर्चा साउन आइरहेको केटाहरूले चाहिँ अलिक मोडिफाई गरेको यो किन यो घुसिरहेको साइड साइडमा किन साइड साइडमा घुसिरहेको कस्तो जाम हो यता बट के गर्छ हामी यार यस्तो यार शनिबार यस्तो जाम हुन्छ भनेर थाहा नै थिएन यार हामीलाई
अब हामी है पबिङ चेकपोस्ट गरेर यताबाट पुले खान जाने बाटोतिर लाग्दैछौँ है। यताबाट चाहिँ बाटो कस्तो चाहिँ थाहा छैन, पबिङसम्म त अब मसँग है बाटो चाहिँ अब यताबाट अलि अफर सुरु हुन्छ होला। मगमा पनि के बोल्ने हुन्छ यार, मलाई त उल्टी बोल्नै आउँदैन नि थाहा छ केटा हो, के बोल्ने अब मान्छेले जतिकै यार केटाहरू है 5-6 जानु छ होला है। हाम्रो जस रमाइलो चाहिँ भइरहेछ, कतिवटा बाइक छ, 6वटा बाइक छ, 6जना केटाहरू त जस रमाइलो भइरहेछ, सब सिङ्गल बाइक भइरहेछ गाइस है हाम्रो। ह्यान्डसम होम बनेर आम्मामा यो मैले नेपाल सरकारको कुरा नबुझेको कारण चाहिँ त्यहाँ पनि चिज छ यहाँ पनि चिज छ, भित्रमा यति चाहिँ किन अफर बनाएको चाहिँ सापमा चाहिँ त्यस्तै गरेर हुन्छ कि बनाउनु पर्छ हामीलाई, त्यो कुरा चाहिँ मैले बुझेन कि अब।
सानो ग्रुप छ है हामी चिटिङको उडाइरहेको छौँ है गाइस ल तपाईँहरू पनि राइड जाने भयो चाहिँ हाम्रो ग्रुपमा जोइन हुनुहुन्छ ग्रुपमा जोइन गर्नलाई पैसा सैसा केही लाग्दैन फुल इन्ट्री हो गाइस रमाइलो हुन्छ त्यति साह्रो रोड पनि हुँदैन हाम्रो चाहिँ त्यस्तोको होइन लिमिटमा मात्रै पुग हुन्छ हाम्रो चाहिँ जस्ट रमाइलो गर्ने हो राइड गर्ने हो रस राइड चाहिँ नहान्ने गाइस है त्यति साह्रो ठिक्क आफ्नो लिमिट हिसाबले मात्रै हान्ने हो गाइस हामी हामी चाहिँ फाइनल डेस्टिनेसन पनि पुगिसक्यो यता हाम्रो राइड चाहिँ यसमै हुन्छ यताबाट गयो भने चाहिँ उता कुलेखानी पुग्छ है गाइस ल है ल यही हो हाम्रो है लोगो ल सबजना है जोइन हुने भयो हाम्रो ग्रुपमा जोइन भयो पनि छ है पैसा सैसा लाग्दैन होइन फ्री जोइन गरे पनि हुन्छ यो कसको यार यो गोप्रो कस्ने यार कसले फाल्यो यो ल ठिकै छ है अहिले चाहिँ हामी चाहिँ हिमानी भन्ने ठाउँमा पुगिसक्यो यो चाहिँ मेरो बाइक रुजेनको बाइक हो यो मिस्टर ब्लुबट आश्रयको बाइक है यो चाहिँ आश्रयको बाइक ल भवाल मोडिफाई छ है MT-15 ढिटै MT-15 को चाहिँ भवाल एक्जस्ट साउन्ड है भवाल छ है यसको चाहिँ यो चाहिँ रेस हाम्रो मार्शल अनि यो चाहिँ डिके हो है हाम्रो डिके होइन WK विली किङ ल तालै छ केराहरूले बवाल छ